आज हाम्रो डे 3 आजबाट जापानमा डे 3 सुरु भयो। हामी चाहिँ टोकियोमा चेकआउट गरेर माउन्ट फुजीतिर लाग्दैछौँ। गाइजहरू पछाडि दे आर ह्याभिङ द कफी क्याफिन अफ द डे। हामीसँग आज राजीव हुनुहुन्छ। हेलो राजीव। नमस्कार। नमस्कार। हामी चाहिँ जापानमा भए पनि एकदम नेपाली भाइबमा छौँ। गीत पनि नेपाली सुन्दै हिँड्छौँ। हेर्दा मात्रै जापानिज हो। ब्लुटुथ नै रहन्छ कि मैले ए हो यसमा क्यासेट राखेर गरिरहेको रहेछ। बिहान भए ट्राई गर्ने ब्लुटुथ छैन। ब्याड लक। तर एकदम यो कस्तो निन्टेन्डोको जस्तो छ क्या यसको चाहिँ यो म्यापको सिस्टम चाहिँ। त्यो गेम बोयहरू जस्तै याद आउँछ यो देख्दा है। मारियो खेल्न मिल्नु पर्ने त्यहाँ। त्यो मतलब रियलमै जापानकै रियल उतारे हुन्छ नि त। राम्रो उतारे क्या यो चाहिँ। एनिमीतिर Coffee is ready. My barista. Coffee. Cheers, mom. Cheers. Cheers, Caroline. Ice cream भन्छ के? हामी चाहिँ हाम्रो आजको सेड्युल चाहिँ सुरुमा चाहिँ हामी गिन्जा स्टपमा बसेर एकछिन ल्याभ सम फोटोसहरू समथिङ देयर। लेट्स हेरौँ हामी वी निड टु बाई समथिङ अर नट। त्यहाँ चाहिँ एउटा जुस हेर्न मन लागेको कुरामा चाहिँ गिन्जामा चाहिँ एउटा सातताले युनिक्लो छ। त्यहाँ चाहिँ लेटेस्ट आइटमहरू आउँछ अरे सुरुमै। अनि आफ्टर द्याट वी विल गो टु गोतेम्बा है। गोतेम्बा चाहिँ बाटोमै पर्दो रहेछ पर्छ तर हल्का उल्टो बाटो पर्दो रहेछ। बाटो चाहिँ अलि छ हेरौँला क्या। अनि होपफुली हामी गोतेम्बा प्रिमियम आउटलेट्समा रोकेर लन्च गरेर विल बाई समथिङ देयर एज वेल। अनि त्यसपछि चाहिँ हामी लास्टमा गएर आज होटल चेक इन गरिन्छ माउन्ट फुजीमा होटल चाहिँ दामी छ है। ओन्सेनहरूसँग ए हट स्प्रिङ नै होला त्यसमा है। हट स्प्रिङ छ। ठिक ठिक त्यसमा नि त पानीको भयो। हजुर चाहिँ रहोस् ओन्सेन चाहिँ मजाको छ त्यहाँ। Let's hope there is hot spring there. मलाई त्यो ट्राई गर्नु मन छ। जमानामा सामुराईहरू लडेर वार गरेर मान्छे काटमार गरेर आएर तकै मार्ने ठाउँ चाहिँ हट स्प्रिङ थियो। Let's see how it feels. Yeah, this is our day. सेलिब्रिटीहरू बस्ने ठाउँ। सबै ठुलो ब्रान्डहरू पनि यहीँ छ। युनिक्लो त्यही भयो। तपाईँ भन्नु युनिक्लो ए त्यो सात है कति तल यो बिल्डिङै भरि युनिक्लो हो कि ए लेफ्टमा। त्यही भएर अरू छैन नि त त्यसमा चाहिँ दुई तलादेखि छ यो पुरै युनिक्लो। त्यही रोकिदिने र युनिक्लो साइडमा युनिक्लोमै जानु लाग्छु। हजुर जाने युनिक्लो। अब यहाँ त अब केही छ। बाबुलाई गाडी रोक्नु दिन्छ। म गाडीमा बस्नु पर्यो। कति टाइम लाग्छ? हजुर कति टाइमसम्म बस्नु पाइयो? पाइयो अब। So this is our first stop of the day. This is Ginza. What they say about this place is this is the Dharma Marg of Tokyo. And we are heading off to the biggest Uniqlo store in the world. This is it. This is the biggest Uniqlo store. And what they say is this store has all the latest item. जति पनि नयाँ रिलिज हुन्छ सुरुमा यही पाइन्छ। या सात हेरौँ न ऊ त्यो माथिसम्म। I'll show you guys in a bit. आरामले बोल्नु न। हात किन चाल्नु पर्यो? हामी युनिकोलो जान लागेको सात तल युनिकोलोमा के पाउँछ हेरौँ। मलाई केही थाहा छैन। This is it.
रोक्नै म So this is the biggest Uniqlo. I don't know. रासो सबै Uniqloमा नाचिरहेको कपडा डान्सिङ क्लोथ यो महिना चाहिँ खास यो कुन महिना अरे जेठ हो तर ऊ चाहिँ ल्याम्बोर्गिनीलाई चाहिँ तिहार लगाइरहेको छ अहिले क्राउड सब तानिरहेको नाइस कार हामी चाहिँ अहिले युनिक्लोमा काम भएर म चाहिँ एक्लै घुम पनि गएँ मेला चाहिँ युनिक्लोमै हरायो अरे मम्मीलाई कति रिस उठाइछ यो मेलाले म यही गाडीमा आएर बसेको त पछि सम्झेखेरि बाहिरतिर आउँछ भन्दै त पासपोर्ट मैसित छ फेरि नलखोजिरहेको छैन फेरि गयो मेलाको बानी नै यस्तो हो फेरि जहाँ गयो त्यही हराउने आफ्नो सामान आफै लिएर भन्नुपर्छ कि आफू तर त्यस्तो त्यहाँ म कसरी हराएको भन्ने फ्याटफुट गरेर म गाडीमा आएर बसिसकेको मान्छे कोट्टाएर सुमेर बसेँ म हराएँ त्यहाँ ए सुमेर सेन्ट कस्तो आयो भनेर मैले आफै जुगे जाने अनि त्यो कता कतै भेटाएको हामीलाई भेटिहाल्छ कि उसलाई भेटाएको मेलाले आखिर युनिक्लोमा केही पनि किनेन अरे किने त्यही पनि सबभन्दा धेरै टाइम उसैलाई लाग्यो अनि हामी हरायौँ हिजो पनि मैले बिन्दाले कता सामान फटाफट त्यो त ढिलै गर्छु भनेको उसले कता कता हामीले खोज्दै भेटाएन त्यो त म ढिलै गर्छु मोज छ मेलालाई यतै छोडिदिएर गइदिएन तपाईँलाई छोडिदिनु यतै ल म त छोडिदिन्छु हामी चाहिँ अहिले हाइवेमा सेकेन्ड स्पट यतातिर केटी खोज्ने हो घरमा खोजिदिउँला फेरि सुन्यो मेला यतातिर केटी खोजेर त्यो बस्ने हो चाहिँ खोजिदिउँला केटी पनि भेटा होइन पाइन्छ केटा हाइवे त चढ्नु भएन होइन हिजो चढियो कि हिजो चढ्नु भएन होला यो हो कि खानागावा 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 हजुर खानागावा कहाँ जानु हो त्यो बिग बुद्ध ए कामाकुरा ए त्यहाँ मलाई म्याच आइरहेको थिएँ 60 किलोमिटर हो नि त बाबु हजुर आज 102 किलोमिटर देखायो अहिले अच्छा लम्बा मेलालाई चाहिँ अफरमाथि अफर आएको छ ल त्यही साइडमा बसिरहेको त त्यहाँ हेर्छ हाल्न त फेरि त्यसलाई यहाँ पछाडिको सिट खाली हो बोलाइ दुईटा सिट खाली खान्छ मेलाको कुरा सुन्दा चाहिँ टाइम पास हुन्छ यस्तै हो ल के भन्छौ भन्दिनँ उरे जा हामी चाहिँ 7-Eleven फ्रेस भएर अब 7-Eleven होइन फ्यामिली मार्ट that was family mart my bad this time family mart family mart सेम चीज बोल दुई shrimp को है onigiri hamle
के गर्नु त होला सबै सफा के हिजो जुत्ताको सोल चेक गरेको पुरै नै नेपालमा होला कालो भइसक्यो नेपाल त त्यही घरबाट एयरपोर्ट आउँदाखेरि कालै भयो त्यो जुत्ता ओके मलाई जुत्ता त्यतिको सर्दैन केही नहुने आयो कि हामी Gotemba यो उस जस्तो रहेछ कि मेला गेन्दिङ त्यस्तै लाग्यो मलाई बाटोहरू त्यस्तै फेरि हाम्रो वेदर नि यस्तै परेको थियो नि त त्यो भएर होला होइन यहाँ भित्र क्यासिनोहरू पनि होला है हुन्छ होला क्यासिनो जाऊँ न जर पैसा कमाएर है जाऊँ के मैले त पुरा निकालिदिन्छु जाँदा निकाल्दै डेन्जर कमाउनु बरु यत्रो पैसा यत्रो दिनमा कसरी कमाइस् भन्दा बरु उल्टो जाने एउटा घडी किनेर जाऊँ न रोलेक्स के भएर रोलेक्स किन्दा नि सबै देखाउनुपर्छ ज्याकपट देखाइदिन्छ त्यस्तै हो कम्पनीबाटै किन्नु भन्छ त्यस्तो कम्पनीबाट किन्ने छुट पनि दिने होला दिन्न मम्मी हामीलाई किन्नै दिन्न तर रोलेक्स लाग्यो हेरेर भन्नु यहाँमा त्यस्तो हुन्छ पैसा आयो तर त्यो पनि नपाउने लिस्ट हुन्छ नि वेटिङ मैले किनेर लर अन्त बेच्चास भनिदिन्छ क्या हाम्रो अनि यो बाहिरबाट किन्दाखेरि चाहिँ बाहिरबाट त्यही त हो नि पाइयो अलिक बढी पैसा चाहियो होइन बाहिरबाट चाहिँ छैन फ्याक्ट्रीबाट त दिँदैन क्या रोलेक्समा काम गर्नुपर्छ Currently in Gotemba. This place reminds me of Genting Highlands. It's a massive, like a town, but filled with shopping malls. No, filled with shops and I don't know, KK brand. All the सबै ब्रान्ड छ होला यहाँ तल हो कि आउन मेरो गोजीमा छ कि म्याप We are going to buy a shoes at Nike. Here we are in the middle of jungle. Oh my goodness. How deep it is. अब हामी नाइकी जाँदैछौँ ओइ, भनिसकेँ। ए भनिसक्नु भयो अनि के बोले छैन अरे त्यो त बोलेर अरू के बोल्ने त अरू त अरू जुत्ता किन्न जाँदैछु भने भयो हामी जङ्गलको बिचमा छौँ भने भयो यहाँ चाहिँ यस्तो पुरै यहाँ पुरै माथि पुरै सबै सपिङ मलले भरिदिरहेको छ होइन अनि यहाँ चाहिँ सबैजना धेरै जस्तो स्टलरमा कुकुर लिएर हिँड्दो रहेछ कस्तो राम्रो राम्रो कुकुर गरिदिन्छ है प्रिटी कुकुरहरू लिएर अब नाइकीको यो स्टोरमा जाने हो हामी पुरै टिक्लाको अनि अरू त्यही हो हेलो That's our shopping bag, Vinny. ए यो त मान्छे अन्त मान्छे ढाकियो बाटो के कस्तो के बोक्न एकचोटि भिडियो ब्लगमा के मान्छे ढाकियो माइक म्यान
सपिङ भेट्यो जति सामान किने पनि पुग्दैन मेलालाई मेलालीको सपिङ चाहिँ यति भयो खोइ दिए हजुरको सपिङ कति भयो अरे राम्रो This is Mela भैयाले ल्याउनु after Nike ल्याउनु कि खिच्दै भिडियो ब्लग हेर है भोलि है जाउँ I don't know कति पेयर किनियो होला I lost count तर मेरो लागि चाहिँ दुईटा पेयर किने एउटा चाहिँ एयर जोर्डन 1 अनि SB Dunks चाहिँ राम्रो थियो मेरो चाहिँ एयर जोर्डन 1 राम्रो मैले खोजेको चाहिँ ब्रेड वान्स थियो ब्रेड वान्स चाहिँ भेटिएन साइज भेटिएन भनौँ न तर उसै राम्रो थियो अब we're heading off to our car I wanted to have lunch but अब टाइम छैन किनकि नाइकीले हाम्रो टाइम खाइदियो थ्याङ्क यू नाइकी हामी धेरै भुलियो अनि प्लस दिस प्लेस इज सो ड्याम बिग के अब यहीँ हराइन्छ दुईवटा पुल कटेर गयो नाइकी अब दुईवटा पुल कटेर कहाँ गएर बल्ल गाडी जानु हो यसलाई अझै नै सामान किनेर पुगेको छैन किन भन्दाखेरि त्यसको कार्ड युजै भएको छैन त्यही पनि उसले चाहेको छ भने सब पाइरहेको छ अनि द्याट्स द थिङ रेभेनमा हामीले खासै केही पाएनौँ त्यही भएर अब हामी जाँदैछौँ हाम्रो गाडीलाई भेट्न गाडी भएको ठाउँमा जाने अनि त्यसपछि हामी जाने आज बस्ने होटलमा यो ठाउँ चाहिँ हल्का हल्का चिसो टाइपको छ त्यस्तो चिसो पनि छैन जस अलिकति हाइटमा आएको सराङकोटमा यस्तो भएको है सराङकोटमा कस्तो मेरो त लिपस्टिक सब उडेर क्या बिरामी जस्तो देखेको छु नि त मलाई मम्मीहरू चाहिँ पछाडि हुनुहुन्छ आउँदै हुनुहुन्छ कुरा हानुको छ मम्मीलाई तँलाई भन्नु खोजेको तँलाई नै त्यहाँ बल्ल देखिस् होला बरु तैँले इन्डियनहरू त्यहाँ थियो What's in your bag? I have a diamond in my bag. My diamond is lost. One diamond lost. Yeah, right? Đây là không phải nước đấy, đây là người nước châu Phi. Japan, Tokyo. यो बादल भएको ठाउँमा फुजी देखिनुपर्ने हो ड्यू टु ब्याड लक ब्याड वेदर स्टिल अल बादल एन्ड नथिङ एल्स फुजी समवेयर अब त्यही पछाडि ढाकिया होपफुली भोलि बिहान देखिन्छ होला भोलि बिहान देखिहाल्नु भइहाल्यो Amit Giri, I don't know. Kina, does he know me? He knows me, but I don't know him.
Am I what? Celebrity? फेमस युट्युबर 200 जनाको माझमा कम हो 200 जना मान्छे सँगै राख्ने भने त लाइन भन्छ अन्त मम्मी 20-25 जनाकै जानु अनि कतिवटा 10-15 वटा त फुटबल टिम भन्छ 200 जना सब्सक्राइबरले एक दुई हेर्न बढिहाल्छ राम्रो रहेछ फुजी यही हेरेर हाँस्छन् र त्यो आउनुको ब्लगमा पनि यही हेरेर हाँस्छन् आजको ब्लगमा चाहिँ दिदीले ब्याग बोकेको भन्छ र दिदीले ब्याग बोक्नु हुन्छ कि ब्यागले दिदी बोकेको ब्याग बोकेको मान्छे गायब ब्याग त हावामा उडिरहेको थियो कि ल त तर हालिदियो जस्तो पनि किन बिन्दाको भाइहरूले अब त्यही भन्छ त्यो दिदीले ब्याग बोकेको पार्ट चाहिँ लास्ट आउँछ लाग्ने भन्छ पढ्दै बेला नि त हेरेर हाँस्छ अब अन्त पढ्दै बे युकेबाट हेर्नु मलाई हेर्ने किशोर भाइले विकास चाहिँ युकेबाट हेर्ने किशोर चाहिँ कहाँ अरे अब जापानै आउने अरे खास चाहिँ किशोर हुनु पर्यो जापान हो तर जापानले किशोरलाई हेरेर के हो त प्रोसेस अन द वे छ आउने खरे कि जापान पढ्नको लागि त्यो लाइट निस्केको चाहिँ माउन्ट फुजीबाट हो यस्तो हुन्थ्यो सपोज दिस इज माउन्ट फुजी है समथिङ लाइक द्याट चुचुरो देखिँदैन यहाँबाट देखिँदैन है यस्तो गरेर यस्तो फुजी रेनी सिजनमा गएर आने यो रुन्चेला बोकेर हिँडेर हो कि मम्मी है हुन्छ कोही मसँग हिँडेर तर त्यो पसिना केही पाएन एक थप्पड लगाइदिनु त मैले त लाउनुहुन्न क्या अहिले 2 थप्पड लगाइदिनु तँलाई डरला के भयो मम्मीलाई थाके आउनुभयो घट्छ हामीले आएको अनसाइड बस्नेमा गएपछि अनि मजा आउँछ अब त त्यो बाटो लिन पर्यो हट स्प्रिङ हट स्प्रिङ छ क्या हाम्रो यस्तो हुन्छ है कस्तो हुन्छ नि जग्गा कहाँ जाने बिजुली यहाँ त राम्रो माछाहरू रहेछ यो माछाको राम्रो
कति धेरै फिस 나는 꽃까지 지금 옆에 꽃도 있고 이거 온다 그러면 단체 사이즈 진짜 자 이거 카메라 좀 찍어. Looks very active. What's up, Mom? What's up? What's up? Bye bye. के अरे पार्कको नाम ल खिच्नु न हाम्रो पार्कको नाम फोटो खिच हाचीको पार्क ठाउँको नाम चाहिँ मैले भुलेँ हेरिरहेको थिएँ I'll check it. Something village, okay? What village? Oshino Hakai. So we're in Oshino Hakai. There is private property. Do not enter. Rambo planted. What's the anime scenes? यस्तो जग्गा त्यो एरिया है म ट्याक्क कुकुर लिएर घुमाउने जस्तो ठाउँ कि है अन्त नि त्यही भएर धेरै कुकुर बाँध्ने होला कि यहाँ कुन साइडबाट रहेछ फुजीदेखि बिनले नि मलाई धेरै प्रश्न गर्छन् सी फर्गेट्स इट्स अल्सो माई फर्स्ट टाइम मैले कसलाई सोध्ने अब भाइलाई कुन दिशा भनेर चाहिँ मैले सोधिनँ यस्तै छ अब च्याट जिपीटीलाई पनि थाहा छैन बिचराको आन्सर किनभने हामी कुन दिशामा फर्क्यौँ त्यसलाई के त ऊ त्यो डाँडा नि खोजेर हामी बढी मालिका हो क्या राम्रो ठाउँ चिसो रहेछ जाडो नहुन्छ यसलाई जाडै हुँदैन माउन्ट फुजी हेर्नु कता हो त अब कता कतामा ढाक्छ माउन्ट फुजी कतै देखाउन न त के हो बढी मालिका भनिदिन्छ अब यता छैन र नि छैन भ्याइ यही हो यता त यो प्राइभेट प्रपर्टीहरू हो कि सबै मान्छेको घरहरू हो खिचिरहेको छु कता गएछ नि त छैन जाडो रहेछ यता हो यहाँ चाहिँ फुजी देखिनु पर्ने हो माउन्ट फुजी अनि कतातिर छ अब यतातिर यही देखिए पुरै बादल बादल सरी ल न यहाँ क्यामेराबाट खिच्दौ क्यामेराबाट खिच्छस् युजिएल आउँछ कि फेरि घाम लाग्यो बेला म फुजी भन्ने ठाउँमा आएर माउन्ट फुजी देखेँ होइन कस्तो कालो बिरालो बोकेर हिँडेर होला मैले गरेर यति यो घर पनि देख्न पाइस कालो बिरालु पछि लागेपछि कालो बिरालुले बाटो काटेपछि ब्याड लाग्छ यहाँ त कस्तो गुरलक मान्छ ए कालो बिरालु
पार्क हो रे यो एसएन पार्कको नाम ओसिनो हाकाई दार्जिलिङ यस्तो हो है दार्जिलिङ यस्तो भएको ओके है रेलवे चढाम न त ट्रेन चढ्दिने हो चढ्ने हो त भोलि होइन दार्जिलिङमा बुलेट ट्रेन आइसक्यो के थाहा मलाई यहाँ अब यतापट्टिको डिरेक्सनमा देखिँदै अरे क्या माउन्ट फुजी तर देखिएन वेदर नराम्रो भएर किन नराम्रो भयो वेदर के हुन्न अहिले डाउनलोड गरेर हाल्नुलाई एडिट गरेर हाल्ने कुरा भयो हाम्रो आमा तीनटा बच्चा बोलेर नेपाली केटा पनि थियो त डक्टरको बिचारा तीनटा बच्चा बुढाबुढी लास्ट सेल्फी भनेर आइरहेको थियो तिनीहरूको पोस्ट बुढी इन्डियामा रहेछ आफू युकेमा रहेछ अनि युके लिन आएको रहेछ बुढीलाई र बच्चालाई अब सधैँको लागि यस्तो कथा त 240 जना कि सबै मान्छे हो अब लेखेपछि हिजो कि अस्तिपल्ट रिजाइन गरेँ हिजो त्यस्तो गरेँ 4200 ल्याएर सुनको भाउ बढेछ मम्मी कति भएको नि 197 Happy rainfall in Kathmandu right now अरे ठुलो पानी पऱ्यो बिहानै भयो अरे दार्जिलिङको पानी त्यही उसको हिमालको पानी ब्लगमा आउँछ त मैले देखिरहेको छु ओके अस्ति त्यही हामी उसमा जाँदा नि Very pretty place. Very. यस्तो आनन्दको ठाउँ लगाउँला अहिले एकैछिनै
सुटकेसहरू 1 2 3 कति हो कति धेरै सामान हो हाम्रो and this is our hotel hotel looks pretty यसको नाम चाहिँ पोके हो you can see white कता हाम्रो नम्बर थाहा छैन चापी ल रुम की खोजेर लिफ्ट त त्यही हो यो तेरो खोजेन युनिकोको ब्याग छैन हेलो Welcome to my crib. आजको हाम्रो यो रुम चाहिँ यस्तो छ बेडहरू छ यहाँ चाहिँ कस्तो हुँदो रहेछ भने बाथरुम टोइलेट चाहिँ यस्तो यता साइड हुँदो रहेछ अनि यता चाहिँ नुहाउने मात्रै हुँदो रहेछ सावर मात्रै रुमको बाहिरको भ्यू चाहिँ यस्तो छ लेक चाहिँ देखिएन यहाँबाट हेर के यस्तो सबै कुरो दिँदो रहेछ त रोबहरू अनि के हो यो लाइट हो लाइट यहाँ चाहिँ कस्तो बसेर रक्सी खाने होला कि यो रक्सी खाने ठाउँ होला यहाँ फ्रिजबाट रक्सी निकाल्दै यहाँ टिभी हेर्दै मस्त खाने जस्तो यहाँ चाहिँ पानी बोतलको पानी चाहिँ नदिँदो रहेछ नि सबैले यस्तो धाराको पानी खाँदो रहेछ त्यही हो रुम टुर चाहिँ यही हो Isso não derraba,